ल इलाम जिल्लाको यो देउमाई नगरपालिका पाइन्टार क्षेत्र हो। यो चाहिँ चिया बगान एकदम हरियाली छ, एकदम पर्यटक स्थल बगैँचा छ। र यहाँनिर पिकनिक खाने ठाउँ पनि टन्नै छ। ल हामी चाहिँ यहाँ भाइहरू, दिदी बहिनी, सोल्टा सोल्टिनीहरू आएको छौँ यहाँ घुम्नको लागि आज। र यहाँ मनोरम दृश्य देख्न सकिन्छ यसरी। यहाँनिर माथि शङ्कर पार्क, यता भनेपछि झन्डी डाँडा, यता भनेपछि मङ्गलबारे बजार पारिपट्टि, यता म। ल कुल मौसम जाडो छ, घाम पनि लागेको छ हल्का। हुन्छ हामी चाहिँ डरो घुमाइ घुम्दैछौँ। इलामको प्रसिद्ध ठाउँ अनि टार यहाँ चाहिँ शङ्कर पार्क रहेछ। यहाँ शङ्कर पार्क यहाँ देख्न सकिन्छ। यहाँ चाहिँ से लाग्छ अरे भन्ने हामी सुनियो, त्यही भएर यहाँ चाहिँ थुक्नुपर्छ। 3 चोटि थुकेपछि त हुन्छ होला नि त, होइन? ल शङ्कर पार्कमा आयो, बगाल चाहिँ देख्न सकिन्छ नजारा दृश्यहरू। दिउँसै जुन लागिरहेको छ। ल यस्तरी खिच्नुपर्छ होला। ल जाडोको महसुस गर्दै, जाडोको आनन्द लिँदै इलामको पानी टारमा हिँडिँदैछ चियाबारीमा। जाडो मौसम एकदम रमाइलो छ मौसम, देख्न सकिन्छ नजाराहरू। यहाँ माथि शङ्कर पार्क जाने बाटो यो चाहिँ। यता भनेको सूर्यास्त, घाम उदाउनु लागिसक्यो। उदाउनु अरे अस्ताउनु, उदाउनु भनी पठाएछ, अस्ताउनु लागिसक्यो। यता भने म एक्लै बिन्दासमा हिँडिरहेको छु। सोल्टा सोल्टिनीहरू दाजुभाइहरू चाहिँ उता अर्कै साइडमा हुनुहुन्छ, अगाडि लागिसक्नुभयो। म चाहिँ एक्लै बिन्दासमा हिँडिरहेको छु। यहाँनिर देख्न सकिन्छ नजाराहरू। ल चियाबारी रमाइलो छ। ल अब हामी चाहिँ अब फर्क्यौँ है। फर्किने बेला हो, बेलुका रात पनि परिसक्यो। फर्किनु पर्छ जिन्दगानीमा। कहाँ हो?